वेलकम टु माई न्यू ब्लग। आजदेखि म ब्लग बनाउन गइरहेको छु। के कस्तो हुन्छ आशा छ हजुरहरूले पनि सपोर्ट गर्नुहुन्छ भनेर। मलाई ब्लग बनाउने तरिकाहरू त केही थाहा छैन र पनि मैले जाने जसरी म बनाउने छु। कृपया सपोर्ट गरिदिनु होला। दुईटा मात्रै छन्, यता बाख्रा छन्, बाख्रालाई दिएछुमा। अब म टक्क अब घसेडा सोरेर घसेडा सोर्नु छ। टक्कसँगले यो चाहिँ फ्याँक्नुपर्छ। घसेडाहरू सोधिसक्यो, अब चाहिँ खोलिदिनु पर्ने छ पानी। हामी गर्मीको कारणले गाईलाई फेरि धेरै गर्मी हुन्छ भनेर अब यहाँ खोलेर दिन्छ, पानी दिनु छ। पानी टक्कसँगले हालेर दिने हो पुऱ्याएर। फेरि के हेरेको उसले चाहिँ फेरि खाएन क्या, किन खाने तँलाई तातो त कहाँबाट लिएर खाला भने नि उसलाई चिसो दिदिनै हुँदैन। देखा फेरि यसलाई भुसको काम भयो कि क्या? यसलाई भुस ल्याएर दिनु पर्यो अलिकति। भुस खायो हालेर चाहिँ अलिक खानु भनेर लाग्यो। अब पनि खाएन भने चाहिँ छोडिदिनु हो। फेरि भुस लगेर दिनु पर्यो क्या। खाना अब खुसी भएर भुस दिँदा त खाइहाल्छस् नि। के भयो अरे तिमीहरूलाई करायो छैन? त्यस्तो खालको छ यो चाहिँ, ढोक्रेको घाँस। आउँछ मजाले।